हेलो गुड मर्निङ एभ्रिवान। मिनी ब्लगमा चाहिँ स्वागत छ हजुरहरूलाई। हामी चाहिँ मुहान पोखरी भन्ने ठाउँबाट चाहिँ ट्रेकिङ स्टार्ट गरेको छौँ आज। हाम्रो दाइहरु यता चढ्दै हुनुहुन्छ उकालो। ल आउँदै हुनुहुन्छ हाम्रो सर। रानी झुलाको पुल नेरी आइसक्यौं। अब यो रानी झुलाको पुल हो। सूर्योदय भइसकेको छ। ल झुला पुल चाहिँ यहाँबाट जाउँ त ट्याक्क आइपुग्यो। पनि जान सकिन्न, तल हेर्यो भने त उकालो चाहिँ खतरा थियो। ए मलाई तान्दै छ है गाइजहरु। यसले मलाई तान्दै छ। तान छिटो तान्न, मलाई यहाँ चढ्नलाई गाह्रो हो। तान तान है तान। चढ्नु तानिसक्यो। ल हामी अब यो पुल तरेर जाँदैछौँ। लगभग हाम्रो यो यहाँको सिन चाहिँ यस्तो रहेको छ। अब हामी चाहिँ जाँदैछौँ है, पुल तरेर जाँदैछौँ। यो पुलले ठुलो सहयोग गरेको छ। के छ नि कालो सुखानी मलाई तान्नु छ र सहयोग गरिस्। ल धन्यवाद। आउनु हेलो तस्बिरहरू लिँदै हुनुहुन्छ नि सरहरू दाइहरू। हामी चाहिँ सर र है तालाको चाबी मलाई चाहियो। कहाँ छ यसको चाबी? कुन चाबी छ भाइ? यो म यहाँबाट चाहिँ जानु छ, मलाई यो चाबी चाहियो। यो तालाको चाबी यो उगाएर म यता जानु छ। यो तालाको चाबी चाहियो हाम्रो पेशल सरलाई। म चाहिँ यहाँबाट तल जानु पर्ने, यहाँ चाबी लाएको छ। यहाँ ढोकामा चाबी लाछ। कोसँग छ गाइस? यो तालाको चाबी चाहिँ चाहियो हाम्रो पेशल सरलाई भनिदिनु पर्यो है गाइजहरू। ल यति चाहिँ हेलो गाइज, हामी चाहिँ रानी झुलामा छौँ। अब 4 जना चाहिँ राजकुमारहरू आइरहेछौँ। तेलकोटमा कोही रानीहरू हुनुहुन्छ भने चाहिँ यतातिर चाहिँ प्रवेश गरिदिनु होला। यहाँबाट त हाम्रो बाइकको पनि निगरानी गर्न सकेको रहेछ त। हाम्रो बाइक चाहिँ धेरै तल छ, एकदमै तल छ। त्यहाँ दुईटा केटी घुम्ने ठाउँ, हिँड्ने ठाउँ धेरै तल छोडेर आएको छौँ हामीले चाहिँ। ल जाउँ प्रकाश दाइ आउनु। रानी झुलामा चाहिँ हामीले झुला मारिसक्यौँ। अब हामी चाहिँ अर्को ठाउँतिर हामी जङ्गलको चाहिँ उकालो ओह्रालो चाहिँ झुला मार्न जाने भन्ने कुरो छ। रानी झुला पारी क्रस गरियो। म चाहिँ गरिसकेँ, सरहरू चाहिँ आउँदै हुनुहुन्छ। रानी झुला चाहिँ पार हान्यो। अब चाहिँ नगरकोट तरफ चाहिँ लाग्छौँ हामी। के छ? एकदम ठिक छ सर। अब चाहिँ हामी यो पुल पार गर्यो। हजुर अब हामी यो उकालो चढ्छौँ। यो उकालो हामी नगरकोट जान्छौँ। अब हाम्रो यात्रा चाहिँ अब एकदम सुखद रहनेछ। आजको सबैभन्दा रमाइलो यात्रा हुनेछ आज, किनभने हाम्रो स्टार्टै हामीले रमाइलोबाट गरेका छौँ। त्यस्तै गरेर अब यहाँ माथि नगरकोटको भाइरल रोड त छँदैछ। त्यहाँ धेरै चिजहरू छन्, बिचमा जङ्गलका सिनहरू उस्तै छन् भनेपछि हामी आज एकदम चिल पाराले हिँड्नेछौँ। ल है त। ल उकालो हिँड्दा चाहिँ एकदम लखतरन जस्तो हुन लाग्यो। अब चाहिँ अलिअलि थाकेको महसुस, अलिअलि पसिना ससिना आएको महसुस त के पसिना त आएकै छ नि। पसिना आएकै छ। सल्लाहघारीमा चाहिँ हामी हिँड्दैछौँ। हाम्रो सर अगाडि हिँड्दै हुनुहुन्छ। अरू
अरू हाम्रो दाई सरहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ। हामी चाहिँ उकालोबाट हिँड्दा हिँड्दै चाहिँ यहाँ माथि अलिकति टपमा आइपुग्यौँ। टपमा चाहिँ एउटा झुला पुलबाट चाहिँ अलिक माथि आएपछि टपमा चाहिँ यस्तो रहेछ। यो चाहिँ पुरै फुटबल ग्राउन्डहरू रहेछ। यहाँनिर चाहिँ ट्याक्क राम्रो ठाउँ रहेछ, कम्पाउन्ड गरेर व्यवस्थित बनाउनु खोजेको रहेछ। ल यहाँ बल खेलिरहेछ। जिल्ला भक्तपुरको सिन अलिअलि देखिन्छ रहेछ यो डाँडोबाट चाहिँ। अहिले चाहिँ कडा हान्ला जस्तो छ है। प्रकाश त अनि कस्तो भइरहेछ त उकालो हिँड्ने? तपाईँहरू त 20 मिनट पछाडि आइपुग्नु भयो त। एकदम दामी भइरहेछ। पेसल सर रमाइलो, एकदम रमाइलो भइरहेछ। उकालो बाटो तलबाट चाहिँ अब सर त पारी पुलबाट चाहिँ वारिपट्टि आउँदाको चाहिँ मजा बल खेलिदिउँ न छुट्टै भइरहेछ है। अलि पुलमा चाहिँ हिँड्नलाई अलि डर पनि लाग्दो रहेछ। हाम्रो नि मलाई त हो र। तपाईँ हिँड्नु भएको थिएन र? हिँडेको थियो तर यति धेरै हल्लिने पुलमा चाहिँ हिँडेको थियो। हामीले चाहिँ फुटबल ग्राउन्डबाट चाहिँ अब बिदा लिइसक्यौँ। हामी चाहिँ अझै मासतिर तन्किनु थालिसकेका छौँ। सररती फुटबलको भ्यू स्यू पनि हेऱ्यो होइन। हाम्रो सर एकदम रमाइलो भ्यू। कता खोजौँ हो? तपाईँलाई त खोज्दा खोज्दै यहाँ त समस्या भइसक्यो। गोजोमा ऊ गोजोमा होइन। फुटबल ग्राउन्ड पनि दामी रहेछ तर फुटबल हान्न चाहिँ आएन। पुरै नङ्गे हानेर चाहिँ नङ्गे उडाइयो। यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ सुन्दर दृश्य, एकदम रमाइलो पातलो पातलो गाउँ तर एकदमै रमाइलो खालको ठाउँ। बन्दुक भिरेर सिस्नुतिर झर्ने। प्रेमजीको ज्याकेट खोइ त? मेरो ज्याकेट सरको उसमा छ ब्यागमा। प्रकाश दाइले चाहिँ एकदम नयाँ नयाँ भाइरल ओडाहरू चाहिँ ल्याउनुहुन्छ। कति बेला आउँछ थाहा छैन, क्यामेरा घरि आइरहेको छ तर कति बेला आउँछ थाहा छैन। भाले भेट्यो, भालेले शिकारी चिनिसक्यो, मलाई खाने स्याल हुन् भन्ने चिनिसक्यो, ऊ सचेत भएर बसेको छ। जिप लाइनको जाने उता त्यो बुद्ध स्ट्यान्ड जाने अनि यता म चाहिँ बुद्ध स्ट्यान्डतिर गएको थिएँ अस्ति। पानी ट्याङ्की बोजिनी ड्याम सिधै यो बाटो नछोडी गयो बोजिनी ड्याम पुगिने भयो बाटो। ल ठिक छ। त्यो त होटेल हो कि अब त्यो माथिको? हामी चाहिँ बसेर भएन कुद्नु पर्ने भयो गाइज। तपाईँ देख्न सक्नुहुन्छ। हामी कुदिरहेको छौँ। हाम्रो कुदाइ देखिराख्नु छ गाइज। हामी एकदम स्पिडमा कुदिरहेका छौँ गाइज। कुदिरहेको छौँ। हामी चाहिँ अहिले यो भ्यूमा छौँ है। यो ठाउँमा हिँड्दै आए पनि यहाँनिरको यो ठाउँमा आएर बस्दाखेरि चाहिँ अहिले थकान चाहिँ मेटिएको महसुस भएको छ। किनभने तल हेर्दाखेरि सर र फाँटिलो बसेको चाहिँ ठाउँ हाम्रो यो भ्याली होइन, उपत्यका एरिया। अनि यो माथिको हाइट होइन, अनि यहाँ वरिपरिको चाहिँ यो स्वच्छ वातावरणमा चाहिँ एउटा चाहिँ अब नेचरसँग चाहिँ हामी घुलमिल गर्दाखेरिको चाहिँ महसुस भनेको चाहिँ स्वर्ग भनेको चाहिँ के भन्दा त अहिले चाहिँ यो चाहिँ स्वर्ग बल्ल चाहिँ स्वर्ग थाहा पाइँदैछ है। यस्ता ठाउँहरू पनि रहेछन् यसरी लुकेर बसेका ठाउँहरू होइन। यस्तो ठाउँहरूमा चाहिँ हजुरहरू पनि आउनुहोस्, सबैजना स्वर्गको मजा लिनुहोस्। यो ठाउँ डुल्नुहोस्। यो चाहिँ तपाईँ अन्तका स्काई बन्जी चाहिँ यहाँबाट सुरु हुने रहेछ। कहाँसम्म पुग्ने चाहिँ ठ्याक्क थाहा भएन तर यही बाटोमा चाहिँ स्काई जम्बी चाहिँ प्रेम दरबार हुने रहेछ है। ल मेरै नामको चाहिँ एउटा होटेल पनि खोलिदिया रहेछ यहाँनिर होइन।
हाम्रो रफ्तारहरू चाहिँ अगाडि बढिसकेको छ होइन एकदमै नौजवानहरू छौँ नौजवानहरू चाहिँ अहिले हिँडिराखेका छौँ हामी एकदम स्पिड तालमा हिँडेका छौँ कछुवाको तालमा अब यसलाई हामी बढाएर झन् भ्याउदाको तालमा हिँड्दैछौँ आकाशदेवी मन्दिर चाहिँ आइपुग्यौँ आकाशदेवी मन्दिरमा चाहिँ पाताल देवीहरू आउँदैछौँ आकाशदेवी मन्दिरमा चाहिँ हामी आइपुगिसकेको छौँ अब हामी आकाशदेवी मन्दिर चढ्छौँ हेर्छौँ दर्शन गर्छौँ यसरी चढ्दैछौँ तर यहाँनिर चाहिँ लाइन सर्ट हुनु लाग्यो जस्तो छ पुरा एउटा रिसोर्ट रहेछ यहाँनिर आकाशदेवी मन्दिर छेउमा यहाँ रिसोर्ट तथा भ्यू झापावाला चाहिँ टावर चाहिँ यहाँनिर हाल्दा चाहिँ ठिक हुने रहेछ के हो के हो होइन होला हो नि हो झापाको के हो होइन होला हो ल हामी चाहिँ सल्लाह घारी घारी हिँड्दैछौँ गाइज हामी चाहिँ हल्का गले जस्तो पनि महसुस भइरहेछ खेताबाट चढ्दाखेरि अलिअलि खाए जस्तो त लागेको थियो तर पेट खाली भएको हो कि यति गाह्रो भइरहेछ खाएर आएछ भने कति गाह्रो हुन्थ्यो होला कति गाह्रो हुन्थ्यो त्यही भएर नखाएको अलिअलि हामी चाहिँ जान पनि चाहिँ नखाने मान्छे हो सल्लाह घारी घारी छ यहाँ चाहिँ मस्त सल्लाह घारी हेलो हेलो हामी चाहिँ अब बजिन ड्याम पुग्न लागिसक्यौँ लगभग अब एकछिनमा चाहिँ पुगिन्छ अब हाम्रो सरहरू चाहिँ टक्क चाहिँ यहाँ टिकटक सिकटक यसो रमाइलो गर्दै हुनुहुन्छ मजा लिइराख्नु भएको छ जङ्गलको टिकटक सिकटक बनाउनु भएको छ हाम्रो प्रकाश त यहाँनिर बसिराख्नु भएको छ थकाइ मार्दै एकदम थकाइ मार्दै है ल आहा बोजिनी ड्याम आइपुगेछ अब यो बोजिनी ड्याम चाहिँ कस्तो नै होला भने अब म चाहिँ फर्स्ट टाइम हो तर बोजिनी ड्याम त सुक्या रहेछ बोजिनी ड्यामले काम दिएन सर बोजिनी ड्याम चाहिँ पुरै सरसफाइ अभियान हुँदैछ भन्ने चाहिँ बुझिया छ पुरा सुक्खा अब बोजिनी ड्याम चाहिँ के नै रहेछ भने तर राम्रो त राम्रै छ अब जङ्गल छ सबै कुराहरू नेचर एकदम आनन्द छ अहिले चाहिँ पानी चाहिँ यो जङ्गल हुँदै माथि रोडमा निस्क्यौँ यो चाहिँ भाइरल रोड भनेर चिनिन्छ अरे भनेर चाहिँ हाम्रो सरहरूले भन्नुभयो भाइरल रोडमा चाहिँ हाम्रो सरले चाहिँ यहाँ भाइरल हुनु खोज्दै हुनुहुन्छ त्यसो दादा चाहिँ पुरा सुतेर चाहिँ एकदम भाइरल हुने तर्खरमा छन् नेता प्रकाश दाई टिकटक बनाऊँ न त त्यसलाई कसले पछाडि लडाएको थाहा छैन ल आफै लडेको हाम्रो सर चाहिँ अगाडि हिँडिसक्नु भएको छ यो चाहिँ भाइरल रोडमा चाहिँ हामी हिँड्दैछौँ है सर 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 तिलाएर घाम लागिरहेछ पलेटी मारेर बस्नुपर्ने रोडै भाइरल रे अब ठाउँ चाहिँ नगरकोट जानी रोड तर भाइरल भन्ने कुरो चाहिँ सुन्या छ भाइरलै होला भाइरलै त होला होइन सर ओ सरबु पेट दुखेर खत्तम
ल है ल ल ल ल ल पचाउन सक्ने क्षमता हुँदैन नि उसलाई घिउ खाए पनि पेट दुख्छ त्यसो भए त ल ल ल ऊ अब नि हजुर यहाँ आउ त भन्नुहोस् सर यहाँ स्ट्यान्ड राख्ने होइन हो यहाँ नाच्ने आमामामामा कडै हुने भयो त नि सर अनि राखेर यता देखाएर के नाच्ने ओके अब थाहा छ कि मलाई त्यहाँ बस्नु पछि आछन् बुढा हामी चाहिँ भाइरल रोडमा हिँडेकै छौँ अहिलेसम्म एउटामा टिकटक बनाउँ न यहाँ अब यहाँ नेटको टावर अलि राम्रो गाना डाउनलोड गर्नु त आयो अनि सिकारी बन्दुक भिरेर डिक्च्यु डिक्च्यु गर्ने भने हैन तुलसी अनि हामी चाहिँ अब नगरकोट कति टाइममा आइपुग्छौँ सर अब आइसक्यो अब यो डाँडो हो यहाँ यस्तो गरेर यता आएपछि गइहाल्यो एकदमै हिँडी एकदम रमाइलो छ एकदम रमाइलो त के छ नि सर एकदम बिन्दास छ यो झन् बिन्दास छ यो छ होइन ल है ल छातीमा राखी तिमीलाई माया गरौला ल चर्कै छ है चर्कै छ ठाउँ चाहिँ ल हामी चाहिँ मन्दिरमा आइपुग्यो तर कुन मन्दिर हो सर यो हाम्रो यो मन्दिरको नाम के छ तलै गएर हेरौँ न ठ्याक्कै थाहा पाइएन मन्दिरको नाम चाहिँ अब हामी चाहिँ मन्दिरै दर्शन गरेर चाहिँ ट्याक्क चाहिँ नगरकोट भन्दा मुनिपट्टि थाहा पाउने कोसिस गर्छौँ मन्दिरको उसमा यो चाहिँ कुन मन्दिर पर्यो अङ्कल यो रत्न सुरेश्वर महादेव मन्दिर ल हामी चाहिँ आइपुग्यो सिनहरू त राम्रै देखाएको छ त यो टावरमा कहाँ आइपुग्यो हामी हेलो सर हजुर कहाँ आइपुग्यो हामी हामी नगरकोट आइयो हजुर मैले आधी घन्टा भनेको थिएँ हजुर हामी आधी घन्टैमा आयौँ तर एउटा होइन 4 वटा आधी घन्टामा आइपुग्यो तलबाट चाहिँ एउटा आधी घन्टा लाग्छ भनेको थियो तर 4 वटा आधी घन्टामा लाग्यो अनि त्यस्तो छ हाम्रो ताल यस्तो छ हाम्रो हिँडाइ ताल यस्तो छ चाहिँ हेर्नुहोस् है हाम्रो ताल हिँडाइ यस्तो छ हाम्रो हिँडाइ ताल सुर यो अवस्थामा हिँडिरहेका छौँ धेरै गतिलो टावर त रहेन रहेछ यत्रै रहेछ गतिलो जति त झापातिर छ नि झापाकोलाई चाहिँ यहाँनिर चाहिँ ट्याक्क चाहिँ एउटा
ल्याएर गाडिदिनु पर्छ क्या त्यसै हाइट छँदैछ नि गहिरामा चाहिने हो नि त आहा कति राम्रो बादल देखेको पुरा सहर माथाको त्यो हिमाल जस्तै कुक्लुक 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 परेको कि नेपालकै हिमाल नेपालकै हिमाल हो बुझ्नु लागिहाल्यो त झ्याप्पै अनि ठिक छ त अनि हुनुपर्ने कुराहरू सबै छ यहाँनिर खिच्नु खेतु होइन विनायकदेखि आउँदादेखि हजुर त्यो पनि हिँड्दै होइन हाम्रो चाहिँ लगभग बिहान 4 बजेको चाहिँ यात्रापछि सँगसँगै हिँडेर चाहिँ हामी ठ्याक्कै यो के भन्छ नगरकोटको चाहिँ मेन 0 पोइन्टमा आएका छौँ मजा आइरहेको छ प्रकाश दाइलाई कस्तो भइरहेछ भन्नुहोस् न त ल हामीले यहाँको आनन्द चाहिँ अब सबै लिइसक्यौँ होला लगभग होइन अब झर्नु पर्ने हुन्छ तलतिर झर्दिउँ होइन सर अब झर्दिउँ होइन के हो चाहिने झर्दिउँ